हजुर लसो फ्याफुला दर्शन नमस्कार सम्पूर्ण दर्शक वृन्दहरूमा भने म हुँ ढोलमा पाक्रिन लामा ढोलमा लामा युट्युब च्यानलबाट सदा चाहिँ आज पनि हामी नेपालीहरूको मनपर्ने सिरियल भुन्टीको रिभ्यू भिडियो लिएर उपस्थित भइसकेकी छु भने लागौँ आजको विषयवस्तुतिर। दर्शक वृन्दहरू आज भने सुरुमै हाम्रो भुन्टी नानीको घरमा यानि कि भूपेन्द्रजीको घरमा गेटमा मान्छेहरू 4 जना आइनेहरू आएर कराउँदै हुनुहुन्छ, तलाउ ज्यान माराहरू मेरो बुढालाई मारेर तिमीहरूलाई त्यसै शान्तिले बस्न पाउँछ, छिटो आइज मेरो बुढालाई बचाऊ, तिमीहरूले मेरो बुढालाई मार्न खोजेको होइन, छिटो आइज तल भनेर निकै ठुलो स्वरमा कराउनुहुन्छ भने सबैजना परिवार माथिबाट तलतिर छतबाट तल हेर्नुहुन्छ। बुलाकी सुन जबक्क कान लागेको जोगी धोती लाग्नु भएको एउटा आइमी निकै ठुलो स्वरमा ठुलो आँखा हेरेर माथितिर कराउँदै हुनुहुन्छ, मेरो बुढालाई बचाइदियो, मेरो बुढाको शरीरमा सबै शरीर जचाउनुपर्छ भनेर डाक्टरले भनेको छ, कतै केही भइहाल्यो कि आँखा टाउकामा चोट लागेको छ, खुट्टा पनि भाँचिएको छ, छिटो भनेर कराउनुहुन्छ। अनि हेर मेरो परिवारलाई पाल्ने भनेकै मेरो बुढाले हो भने मेरो बुढा यस्तो घाइते बनाइदियो भने मेरो सासू ससुरा पनि तिमीहरूले मेरो बुढा निको नहुनेसम्म यहीँ लिएर पाल्नुपर्छ, बुझ्यो, तिमीहरूले त्यसै यस्तो गर्नु पाउँछ अर्काको बुढालाई, पापीहरू ज्यान माराहरू भनेर कराउनुहुन्छ। अनि माथिबाट हेर यो हामी त निकै चर्को देखिन्छ, लो अब के गर्ने हो भनेर भन्नुहुन्छ। अनि लु जम्दाई भनेर दाजुभाइ भूपेन्द्रजी र दाईलाई भने चौकीमा लानुहुन्छ उनीहरूले भने यता भुन्टी नानी आफ्नो आमा र त्यो बिमारीलाई भनेर खाना लिएर आउनुभएको हुन्छ दर्शकवृन्दहरू। अनि यतिकैमा उता भूमिका नानी र भीमबाई पनि हस्पिटलमा जानुहुन्छ भने भुन्टी नानी सरासर गएर त्यही बिमारीको छेउमा गएर बिमारीको बुढीसँग कुरा मिलाउनुहुन्छ। हामीलाई अहिले धेरै अप्ठ्यारो परेको छ, तपाईँले मेरो बुढालाई ठुलो स्वरमा नराम्रो वचन दिएर नकराउनु होला, किनकि हामी तनावमा छौँ भनेर भन्नुहुन्छ भने टाउका फुट्ने चाहिँ हामी टाउका फुटाउने तपाईँहरू, अनि उल्टै तपाईँहरूलाई तनाव भयो है भनेर निकै कराइरहनु भएको हुन्छ। अनि यतिकैमा त्यो बिमारीको बुढीले त्यसरी नरिसाउनुहोस् न हजुर, तपाईँ त्यसरी नरिसाउनु भनेर सम्झाउनु हुँदा पनि हामी नरिसाएर के त तिमी रिसाउने, उल्टै हाम्रो बुढालाई मार्नु छ, हाम्रो बुढालाई कराउनु छ, ठोक्नु छ होइन, आधा बाटोमा आइरहेको मान्छेलाई गाडीले च्याप्नु छ, हन्दिनु छ, अनि म नकराएर चाहिँ तिमीहरू कराउने भनेर भन्नुहुन्छ। होइन कि हामीले उपचार गर्नु मिल्ने जति त उपचार गरिहाल्छौँ नि, तपाईँले तर मेरो बुढालाई त्यसरी उल्टापाल्टा धेरै गर्नुपर्ने भन्दा बढी उपचार नगराउनु कि भनेर भन्नुहुन्छ भने त्यस्तो है महारानीजी, हेर्दा त धनी घरको मान्छे लाग्छ, धनी मान्छेहरूलाई जे भन्दा नि हुने है, चिप्लो कास्तो हुने, हेर तिमीहरू जस्तो होइन, हामी त सोझा साझा मान्छे हो, त्यही पनि त्यसै छोड्छु भने होला, हेर्दाखेरि सोझो देखेर म त छोड्दिनँ, मेरो सासूलाई नि पाल्नुपर्छ, मेरो छोराछोरीलाई नि पढाउनुपर्छ, मेरो बुढा ठिक नभएसम्म भनेर भन्नुहुन्छ। बिचारी भुन्टी सोझी मान्छे कुरा मिलाउनको लागि आउनुभएको हुन्छ। अनि बिमारीलाई खाना दिनुहोस् भन्दाखेरि होइन क्यान्टिनबाट मिठो लिएर खुवाउने हो मेरो बुढालाई भनेर भन्नुहुन्छ भने होइन कि मैले घरबाट बनाएर लिएर आएको छु, क्यान्टिनबाट होइन, बिमारीलाई मेरो आमालाई पनि यहाँ लिएर आएको छु भन्दाखेरि के विश्वास तिमीहरूले झन् यसलाई मार्नु पाइदा उपचार गर्नै पर्दैन, खर्च धेरै लाग्दैन भनेर बिखहरू पनि हालेर ल्याइदिएको छ कि दिँदैन म तिमीले ल्याएको खानेकुरा भनेर भन्नुहुन्छ भने हे भगवान् त्यस्तो गर्दिनँ कि म, हामी पनि त मान्छे हो नि, झन् घरबाट मिठो गरेर बिरामीलाई छिट्टै तागतिलो खानेकुरा किनेर खुवाउनुभन्दा घरकै पकाएर ल्याइदिँदा किन त्यस्तो नराम्रो सोच्नुहुन्छ मलाई, तपाईँलाई त्यस्तो डर लाग्छ भने म पनि चाखेर देखाइदिन्छु भनेर बिचारी भुन्टी नानी त्यो बिमारीले ल्याउनु भएको खाना आफूले खाएर देखाउनुहुन्छ। ल अहिलेलाई लाग्छु है भनेर त्यहाँबाट के निस्किनु भएको थियो, ढोकामा भीमबाई र भूमिका नानी दुवैजनाले बाटो छेकेर जान दिनुहुन्न। उता आमा भोक लागिसक्नु भएको हुन्छ, अहिलेसम्म भुन्टी आइपुगेन, बाबु फोन गरेर सोध्नु न भनेर आमाले टोकले दाइलाई फोन गर्न पठाउनुहुन्छ। भुन्टी नानीको फोन आइलाग्दैन दर्शकवृन्दहरू, के आइलागेको, यता बोल्दा नि हुँदैन, उता बोल्दा नि हुँदैन, सबैतिर अप्ठ्यारो बुढा अप्ठ्यारो भइसक्नु भयो। सबै मान्छेहरू घर परिवारको मान्छेहरूले भुन्टी नानीलाई नराम्रो सोचिरहनु भएको छ। त्यतिकैमा भूमिकाले तिमी अहिलेसम्म फेरि यहाँ पनि षड्यन्त्र रच्दैछ होइन, यत्रो एक घन्टासम्म त्यो बिमारीको बुढीसँग के बोलेको, तिमी के अहिले एक्सिडेन्ट पार्नु पनि तपाईँको हात छ होइन भनेर हुने नहुने बोल्नुहुन्छ। हेरे मलाई बाटो छोडिदिनु, मेरो आमा भोक लागिसक्यो भनेर भन्नुहुँदा भीमबाईले फेरि तेरो आमा भोक लागेर फ्याट्टै मर्दैन होला भनेर फेरि पनि त्यस्तै नराम्रो वचन गर्नुहुन्छ। तपाईँहरूलाई के भएको छ, किन यसरी बाटो छेड्नुहुन्छ मेरो, किन मलाई नराम्रो मात्रै सोच्नुहुन्छ, तपाईँहरूको घर परिवारमा जति पनि घटना घटिरहेको छ त्यो मेरो कारणले होइन, तपाईँको दाइको कारणले हो, त्यो तपाईँहरूलाई थाहा छ भनेर भन्नुहुन्छ। अनि यता भीमबाईले फेरि पनि उता फोन गर्नुहुन्छ ठुलो दाइलाई, दाइ यहाँ भाउजूले अहिलेको एक्सिडेन्ट हुनुमा पनि भाउजूकै हात छ जस्तो छ, नत्र भने त्यो यत्रो एक घन्टासम्म चाहिँ त्यो बिमारीको बुढीसँग के बोलेको हुन्छ, कुरा के बोल्नु भएको हुन्छ भनेर नराम्रो कुरा सुनाउनुहुन्छ। हे भगवान् के भइरहेको छ हाम्रो घरमा,
भनेर भन्नुहुन्छ। अहिले भने भाउजूले यहाँ 1 घन्टा त्यो बिमारीको बुढीसँग कुरा गरेर उसको आमाकोमा खाना पुऱ्याउनु गइरहेको छ दाइ, हामीले बाटो छेक्दै छेक्दै सक्दै सकेनौँ भनेर भन्नुहुन्छ। निकै हात्ती हुन्छ ठुलो दाइ। अनि उनीहरूले बाटो छेक्दै कराउँदै झगडा गर्दै हुँदा अनि टोकली दाइ क्यान्टिनबाट खाना अर्डर गरेर आउनुभएको हुन्छ। अनि बहिनी त यहीँ आइपुगिसकेछ, कति ढिलो गरेको तिमी, अघि नै हिँडेको होइन भनेर भन्नुहुन्छ। भने हेर्नुहोस् न दाइ, मैले त भनेको नि म बिमारीलाई खाना पुऱ्याउनु गएको, कुराहरू मिलाउँदाखेरि अलि मिलाएर भनेर भन्दाखेरि त्यो आइमै नै कस्तो हेर्नु न यति टाइम लाग्यो, फेरि त्यहाँबाट निस्किने बित्तिकै यता उहाँहरूले बाटो छेकिरहेको छ मलाई भनेर भन्नुहुन्छ। अनि आऊ आऊ भनेर भन्नुहुन्छ। दुवैजनाले थकली राखेर हेर तिमीहरूले गर्दाखेरि समय मात्रै बर्बाद भयो, नराम्रो मात्रै सोचेर बस्छौ, मैले केही पनि त्यस्तो नराम्रो गरेको छैन भन्दा पनि भनेर बुन्टी नानी आमाको छेउमा जानुहुन्छ। दर्शकबिनहरू यता दाइ र ठुलो दाइ र बुम बिम भूपेन्द्रजी बोल्नुहुन्छ। के भएछ र दाइ, के भयो भन्दा खोइ के म त कुरा बस्नै सकेन, के भइरहेको छ हाम्रो घरमा भनेर फेरि पनि टेन्सनमा हुन्छ। अनि भूपेन्द्रजीले भन्नुहुन्छ, दाइ पैसा त सबै सकिसक्यो, 1 लाखभन्दा बढी खर्च भइसक्यो, अझै पनि कति खर्च लाग्ने हो, त्यो आइमाईले जरुरतभन्दा धेरै उपचार गरिसकेको छ, गराउन खोजिरहेको छ, के गर्ने होला दाइ, मसँग त पैसा सकिसक्यो भनेर भन्नुहुन्छ। भने फेरि ठुल्दाले तिमीले त्यत्रो पैसा पठाएको सबै सकिसक्यो, फेरि यहाँ यत्रो बिजनेस गरेको रहेछ, त्यताबाट आएको पैसा पनि छैन तिमीसँग भनेर भन्नुहुन्छ। फेरि के तनाव दिनु तिमीलाई पनि, झन् ल चुप लागेर हिँड हस्पिटलमा, अब अर्कालाई यस्तो गरिसकेपछि त उपचार गरिदिनै पर्यो, के गर्ने अब, तिमीहरू पनि बुद्धि छैन, बिस्तारै चलाउनुपर्छ त्यत्रो स्पिडमा चलाएर भनेर भन्नुहुन्छ। अनि तपाईँले पनि मलाई हस्पिटल जाऊ नभन्नु भएको भए त एक्सिडेन्ट नै हुने थिएन नि दाइ भनेर भन्नुहुन्छ। भने फेरि तिमीलाई जाऊ भन्यो भन्दैमा तिमीले यस्तरी चलाउनुपर्छ त भन्दाखेरि त्यो भुन्टीको दाइले किचकिच गर्दै थियो कि दाइ, अनि त्यही भएर यस्तो भयो भनेर भन्नुहुन्छ। होइन भुन्टीको दाइले किचकिच गर्यो भन्दैमा तिमीले चाहिँ गाडीको स्पिड यस्तरी बढाउनुपर्छ त, अनि यत्रो स्पिड नगरेको भए त त्यस्तो हुने नै थिएन नि भनेर फेरि दाइले भन्नुहुन्छ। के गर्नुपर्छ पिनाहरू, जे गर्दा पनि अर्कालाई दोष लाउनुभन्दा अरू केही नजाने रहेछ। दाइले हस्पिटल जाऊ नभन्नु भएको भए भनेर दाइले दोष लाउनु भएको छ, भुन्टीले किचकिच नगरेको भयो भनेर भुन्टीलाई दोष लाउनु भएको छ। भूपेन्द्रजी यत्रो पढे लेखेको मान्छे, सुरुमा त कस्तो सोझो सिधा गरिबहरूलाई पनि माया गर्ने टाइपको देखाउनु भएको थियो भने अहिले हेर्नु त आफूले गरेको गल्ती देख्नु भएको छैन, गरी दाइलाई दोष लाउनु भएको छ भने गरी बुढीलाई दोष लाउनु भएको छ। दर्शकबिनहरू यस्तै होला सायद, आफ्नो शरीरमा हात्ती हिँडेको नदेख्ने, अर्काको शरीरमा जुम्रा हिँडेको देखिने भनेको नै उखान नै यस्तैले होला। अनि यता भूमिका नानी र भीमभाइ भने एक सुर लागेर भुन्टी नानीलाई फसाउनेतिर, भुन्टी नानीलाई हेप्नेतिर, कसरी हुन्छ अप्ठ्यारो पार्नेतिर मात्रै लागिरहेको छ। आजको एपिसोड बेसरी अप्ठ्यारोमा पुगेको छ दर्शकबिनहरू, जताततै झगडा। अनि यता हाम्रो सुकुमायाजीको गाउँमा चाहिँ फिल्म सुटिङ गर्ने मान्छेहरू आइरहनु भएको हुन्छ। अनि हिरोनीले पटक्कै एक्टिङ गर्नै आउँदैन, डाइलेक्ट भन्नु पठाउनुहुन्छ, डाइलेक्ट भन्नै आउँदैन दर्शकबिनहरू, यति सजिलो डाइलेक्ट। अनि यो हिरोनीले हुँदैन, म त फस्यो, म त खत्तम भयो भनेर जुन लगानी लगाउनु भएको मान्छे हुन्छ उहाँ धेरै चिन्तितमा हुनुहुन्छ। त्यसैले डाइरेक्टरजीले पनि यो हिरोनी हुँदैन, हामी नयाँ हिरोनी खोज्नुपर्छ भन्नेतिर लाग्नुहुन्छ। भने यता गाउँको एउटा केटा मान्छे दौडिँदै आँखलेजीले ठोकिएर लड्नुहुन्छ। अनि के हो आँखा देख्दैन भन्दा के हुनु, हामी उता फिल्म सुटिङ आएको छ अरे गाउँमा, त्यो हिरोनीको छोटो कपडा लगाएको हेर्न जाने भनेर आएको, तिमीसँग ठोकिहाल्यो, जाउँ तिमी पनि हिँड्न हेर्नलाई भन्दाखेरि आँखलेजीले मलाई काम छ, मलाई हतार छ, म नजाने भनेर भन्नुहुन्छ। तिमी जहिले काम भनेर भन्नुहुन्छ। अनि यतिकैमा त्यो मान्छे जानुहुन्छ एकछिन पानापान गरेर। अनि आँखलेजीले मनभरि कुरा सोच्नुहुन्छ, यदि म पनि पढे लेखेको भए, मसँग पनि पैसा टन्न हुन्थ्यो भने मेरो सुकुमायालाई हिरोनी बनाउन पाए हुन्थ्यो, कति राम्रै हुनुहुन्छ उहाँ भनेर भन्नुहुन्छ दर्शकबिनहरू। त्यतिकैमा त्यो प्रड्युसर डाइरेक्टरहरूलाई गएर आँखलेजीले मैले देखेको छु हिरोनी यही गाउँमा हुनुहुन्छ, सुकुमाया नाम हो उसको, मान्छे पनि हिरोनी जस्तै हुनुहुन्छ भनेर के कुराहरू लगाएर उनीहरूलाई आफूसँग लिएर आउनुहुन्छ दर्शकबिनहरू, आफ्नो बुढीलाई भेटाउन भनेर। तर सुकुमाया नानी भने मिटिङमा गइसक्नुभयो भनेर बुवाले भनिसक्नुहुन्छ। अनि बुवा खुसीको कुरा छ भनेर दौडिनुहुन्छ। खुसीको कुरा हो भने तिमीहरू खुसी, म पनि खुसी भनेर बुवा पनि खुसी हुनुहुन्छ। अनि बाटोमा डाइरेक्टर र त्यो लगानी गर्ने मान्छे बाटोमै छेकेर राखिरहनु भएको हुन्छ। भने उनीहरू आत्तिनुहुन्छ, हे भगवान् कतिखेर आउने होला, यो मान्छेले ढाल्ने हो कि भनेर। तर उताबाट एकछिनको पर्खाइपछि पानी परेको हुन्छ। पानी सिमसिम पर्दाखेरि उनीहरू फेरि आँखले जानुभएको बाटोतिरै आउनुहुन्छ। त्यतिकैमा उताबाट यति राम्रै मान्छे आँखले छाता उडाएर ल्याउनु भएको हुन्छ र त्यो डाइरेक्टर र त्यो लगानी गर्नुभएको दुवैजना हेरेर मख पर्दै यतिकैमा आजको एपिसोड समाप्त हुन्छ दर्शकबिनहरू। मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र
अर्को एपिसोडले के कस्तो मोड लिएर आउँछ भन्ने बारे पक्कै पनि हजुरहरूको समक्ष लिएर आउने नै छु भन्ने बाचाको साथमा आजलाई भने म छुट्टिन चाहन्छु। हस्त धन्यवाद। सम्पूर्णको जय होस्, जय होस्। हाम्रो वरिष्ठ कलाकार आशा खड्काजीको जय नेपाल, थुचेछे।